गुड इभिनिङ मेरो सबै साथीहरूलाई फेरि म अर्को नयाँ ब्लग लिएर नयाँ भिडियो लिएर तपाईँहरूको माझमा आएँ, तपाईँहरूको साथमा आएँ है आएँ। अलिकति बिसन्चो थिएँ कि म 2-3 दिन, त्यो कारणले गर्दाखेरि चाहिँ मैले ब्लग गरिनँ हो। हेर्नु नि दुईजना यसो गर्छ है, मलाई यसो दुःख दिन्छ है, यसो दुःख दिन्छ है, मलाई यसो दुःख दिन्छ है। आमालाई दुःख दिदी, आमा दुःख दिदी, यसरी दुःख दिन्छ मलाई, यसरी दुःख दिन्छ यो भदै केटाले, यो काले केटाले दुःख यसरी दिन्छ, यो मेरो प्यौली छोरीले दुःख यसरी दिन्छ। के गरेको भन्दा आमा यसरी टिभी हेरेर बसेको पो त। साह्रै बेसी छाडा छ है दुईजना त, आमा खेली गर्छ दुईजना ए आमै गरेको है, आमै आमी गर्छ है, यसरी आमी गर्छ, यसरी आमा खुसी भएको है। अब यति बेला चाहिँ पुरा खुसी भएको मेरो प्यौली छोरी खुसी भएको, प्यौली छोरी ए अहिले म कुटी गर्छु, कुटी चिसो लाग्यो, याक्छु आउँदैछ। भदे केटा त हेर्नु नि, भदे केटा अची यसो बस्छ है ओछ्यानमा। कोही नि अहिले मैले धुलाइ गर्छु म तेरो, म अहिले म आफै थाक्छ अन्त ऊ हत्तु भयो थाकेर। हुन्छ खोइ आमाको चुन्नु आइज त हातले हात दिदी। अब के गर्ने, आमा टोकी गर्ने, आमाको हात टोक्ने होला। ल आमाको हात टोक, ल आमाको हात टोक, आमाको हात टोक। मुर्ती हेर्नु मुर्ती अहिले म हेर्नु, म कुद्नु लामो हेर्नु। हुन्छ बाई बाई। जाडोमा ओछ्यानमा बसिरहेको छु। आछु यो केटी छ नि बोलिन्छ त पुरा, यो केटी बाउलेको हेर्नु, यो केटी बाउलेको हेर्नु, छाली केटी मुख हेर्नु नि त्यहाँ थाकेर थाकी भयो, थाकी मैले मेरो भदे ठिक छ हौ, थपक्कै बस्छ भदे ठिक छ भदे। हुन्छ बाई बाई। म अर्को भिडियो लिएर तपाईँहरूको माझमा आउनेछु, तपाईँहरूको साथमा आउनेछु। मेरो भिडियोलाई लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, सेयर गरिदिनुहोस्। हेरिदिनु त हुँदैछ। क्यान्डीको आपा आयो, क्यान्डी ल्याउने आयो। मलाई कस्तो दुःख दिएको यसले, आज त झर्नु पनि झर्दैन। हिजो डट्टी गरे, हिजो यसले बयान्डामा डट्टी यसो नआएको भन्दा ओइ भाइ त हिजो यसले नि बयान्डामा डट्टी गरेछ कि, त्यहाँदेखि यहाँ ओछ्यानमा नआएको नि, तर किचनमै बसेको गरेको हो। आज डट्टी गरेको छैन होइन। अघिदेखि मसँग आएर सुतेको, यो चाहिँ माथि आगेसँग बसेर चाहिँ नि अहिले भर्खर झरेको यो छ्याना छ्यानी। बाई बाई। मेरो भिडियोलाई तपाईँले लाइक त गरिदिनु हुँदैछ। धेरै धेरै धन्यवाद हजुर सबैजनालाई।